हेलो नमस्ते एन्ड वेलकम टु माई न्यू भिडियो। म दिनेश आज फेरि नयाँ भिडियोको साथ आइसकेको छु। आज हामी छौँ मुम्बईको दहिसर मेट्रो स्टेसनमा। मसँग हुनुहुन्छ अङ्कल आन्टी र मेरो वाइफ। आज हामी दहिसर मेट्रो स्टेसनदेखि अँधेरी मेट्रो स्टेसन गइरहेका छौँ। आउनुहोस् घुमौँ है त मुम्बईको मेट्रो स्टेसन कस्तो देखिन्छ। हामी यहाँबाट अगाडि मन्दिर पनि जानेछौँ, तर अहिलेको लागि चाहिँ हामी यो मेट्रो स्टेसन घुमौँ कस्तो देखिन्छ दहिसर मेट्रो स्टेसन। हामी आज टुर गरौँ है त मुम्बईको मेट्रो स्टेसन कस्तो देखिन्छ। ल आउनुहोस्। हामी अहिले एन्ट्री भए दहिसर मेट्रो स्टेसनभित्र। दहिसर मेट्रो स्टेसनभित्रबाट यस्तो देखिन्छ। यो मेरो लेफ्ट साइडमा रहेको छ टिकट मसिन। डाइरेक्टली हामी टिकट त्यहाँबाट निकाल्न सक्छौँ। यो एटिएम मसिन रहेको छ। अब हामी अगाडि बढ्दैछौँ। आज चाहिँ मेरो यो अडियो भिडियो चाहिँ अलि ल्याग भइरहेछ, किनभनेपछि यो माइक जो कन्ट्रोलर छ राम्ररी कनेक्ट नभएर रहेछ। त्यो डिफेक्ट चाहिँ मैले पछि थाहा पाएँ। अहिलेको लागि चाहिँ माफ गर्नु होला। यो अडियो भिडियो आज चाहिँ अलि ल्याग भइरहेछ, तर मैले ट्राई गर्छु कि पुरा चाहिँ भिडियो अपडेट गर्नको लागि। यो चाहिँ मैले सोधेँ अब हामी अँधेरी मेट्रो स्टेसनको लागि कति छ टिकट भनेर। अनि टिकट वालेले चाहिँ अगाडि जानुहोस्, अनलाइन पेमेन्ट यहाँ एक्सेप्ट हुँदैन, यहाँ चाहिँ क्यास मात्र हुन्छ भन्नुभयो। त्यसैले म चाहिँ अलि अगाडि गएँ। अनि यो काउन्टरमा चाहिँ एकजना हाम्रो नेपाली भाइ हुनुहुँदो रहेछ। उहाँले चाहिँ हामीलाई एकछिन कुराकानी गर्नुभयो, कहाँसम्म जाने हो दाइ भन्नुभयो। त्यसपछि अनि हामीलाई अलि डाइरेक्सन पनि बताइदिनु भयो उहाँले चाहिँ। हामी एक्चुअली जुहूको हरे कृष्ण मन्दिर इस्कन हामी यहाँबाट चाहिँ हामी गइरहेछौँ। तर उहाँले चाहिँ हामीलाई डाइरेक्सन पनि बताइदिनु भयो कि यसरी यसरी जानु होला भनेर। एकछिन कुराकानी गरेँ। आफ्नो मान्छे भेटिएपछि एकछिन कुराकानी गर्ने मन लाग्छ। उहाँले चाहिँ मना गर्नु हुँदै थियो, यहाँ चाहिँ ब्लग बनाउन अलाउड छैन भनेर। तैपनि मैले एकछिन भिडियो निकालिहालेँ। अनि मैले चाहिँ पेमेन्ट गरेँ अनलाइन पेमेन्ट गरेपछि फेरि अझ एकछिन हामीले कुराकानी गरेँ। अनि मैले सोधेँ यहाँ कति भयो तपाईँलाई काम गरेको, अनि कहाँदेखि आउनुहुन्छ भनेर। अनि उहाँले चाहिँ आफ्नो डिटेलहरू अलि बताउनु भयो। त्यसपछि हामीले टिकट लियौँ एकछिनमा। फेरि मैले अझ एकछिन कुरा गर्न खोजेँ। आफ्नो मान्छे भनेपछि परदेशको ठाउँमा चाहिँ अलि कुराकानी गर्ने मन लागिहाल्छ क्या। अनि उहाँले पनि अलि इन्ट्रेस्ट राख्नुभयो। अनि चाहिँ मैले पनि कुरा गरेँ, एकछिन हाँसो ठट्टा पनि भयो। त्यसपछि हामी टिकट कलेक्ट गरेँ। टिकट कलेक्ट गरेपछि अब मैले 4वटालाई एउटा टिकट दिएँ। अनि त्यो मैले बताइदिएँ अगाडि चाहिँ यसरी यसरी युज गर्नु होला। अनि टिकट चाहिँ पछि उतर्दाखेरि पनि हामीलाई काम लाग्छ, त्यसैले चाहिँ टिकट नफाल्ने भनेर यो चाहिँ यसरी मसिनमा राखेपछि यो गेट खुल्छ। अनि त्यसपछि चाहिँ भित्र एन्ट्री गर्ने। अङ्कल आउनुभयो। अङ्कल आफ्नो टिकट देखाउनु हुँदैछ। अनि आन्टी पनि आउनुभयो, तर विष्णुले सायद आन्टीकै टिकट युज गरेर त्यसैले विष्णु चाहिँ त्यहीँ एकछिन अड्किहाले। अब उसले पनि ट्राई गरिरहेछ फेरि आउनको लागि। ल फाइनली विष्णु पनि आइपुग्यो। अब हामी यहाँबाट अगाडि जाँदैछौँ अँधेरी मेट्रो स्टेसन। अब हामी यहाँबाट माथि चढ्छौँ। हामी चाहिँ यो भनेपछि फर्स्ट लेभलमा छौँ, हामी पहिलो मालामा छौँ। तलबाट हामी चढिसकेपछि यो माथिपट्टि यहाँ चाहिँ यो टिकट काउन्टरहरू, बुक स्टलहरू, यो चाहिँ अलग अलग यहाँ कफी क्याफेटेहरू जस्तै कि केही अरू भेन्डरहरू चाहिँ यहाँ हुन्छ। हामी चाहिँ कफीहरू त्यस्तो पिने मन लागेपछि तलपट्टि छ सुविधाहरू। अब हामी यो एलिभेटरबाट माथि चढ्छौँ। यहाँ हाम्रो एलिभेटरको फोटो हामीले एकछिन फोटो निकाल्यौँ, त्यहाँ भिडियो पनि निकाल्यौँ। आजको टुर हाम्रो एकदमै रमाइलो रहेको छ। गाउँबाट अङ्कल आन्टी आउनुभएको छ। हामीहरू चाहिँ उहाँसँग घुम्दैछौँ मजाले मुम्बई। आफूले जाने चिनेको ठाउँहरू चाहिँ उहाँलाई देखाउँदैछौँ। यो हामी आइपुग्यो माथिपट्टि चाहिँ। यहाँ चाहिँ अब ट्रेनहरू आउँछ। अब एकछिनमा ट्रेनको टाइमिङहरू पछाडि देखाइराखेको हुन्छ, 5 मिनट 7 मिनट कति मिनट छ भनेर। यो चाहिँ यो सिसाले चाहिँ ब्लक गरेछ। जस्तै ट्रेन आउँछ त्यसपछि चाहिँ ढोकाहरू खुल्छ। हामी अलि अगाडितिर जान्छौँ। हामी अब छौँ ट्रेनको पर्खाइमा। देखाइरहेछ माथिपट्टि चाहिँ कति मिनट छ भनेर। यो रहेको छ मेट्रो स्टेसनको भ्यू। यस्तो चाहिँ माथिबाट यो मेट्रो स्टेसन देखिन्छ।
यो चाहिँ साइडमा चाहिँ यो सबै सिसाको यो सिसा र स्टिलको चाहिँ यो ढोका जस्तो बनाएको छ। जस्तै ट्रेन आउँछ त्यति बेला मात्रै चाहिँ ओपन हुन्छ। यो चाहिँ खुल्ला ओपन राखेको छैन किनकि मान्छेहरू खस्ने चाहिँ डर हुन्छ। यो म अलि अगाडि गएर यतापट्टि यो भ्यू देखाउन खोजेँ मैले। माथिबाट चाहिँ यो छ मुम्बईको भ्यू। हामी अहिले छौँ चाहिँ हामी दहिसर मेट्रो स्टेसनमा। मुम्बईमा अहिले मेट्रो स्टेसनहरू धेरै नै अगाडि बढिसकेका छन्। हामी चाहिँ ठाउँ ठाउँमा हेर्न सक्छौँ मेट्रो स्टेसन। हाम्रो ट्रेन आइसकेको छ। हामी यो भित्र एन्ट्री गऱ्यौँ ट्रेनभित्र। यो भित्र रहेको छ ट्रेनको भ्यू। यता यो लेफ्ट साइडको भ्यू अनि यता मेरो पछाडिको भ्यू। हामी चाहिँ एकछिन बस्यौँ, हामी कुराकानी गऱ्यौँ, एकछिन हाँसो ठट्टा गऱ्यौँ। हामीले चाहिँ एकछिन फोटो पनि निकाल्यौँ। हामीले त्यो फोटोहरू चाहिँ फेसबुकमा अपडेट गरेछौँ। यो भित्रको भ्यू रहेको छ। यो राइट साइडको भ्यू अनि यो चाहिँ यताको भ्यू। भित्र चाहिँ मेट्रो जो ट्रेन हुन्छ त्यसमा चाहिँ पुरै खाली हुन्छ। अहिले दिउँसोको टाइम रहेको छ त्यसैले त्यति प्यासेन्जरहरू छैन र भित्र चाहिँ लोकल ट्रेनको जस्तो सिटहरू यस्तो बिचमा हुँदैन, साइडमा हुन्छ। बिचमा चाहिँ पुरै खाली हुन्छ। यो चाहिँ विन्डोबाट को भ्यू। यो अर्को स्टेसन आयो। करिब 1.5-2 मिनटको दूरीमा चाहिँ एक स्टेसन रहेको छ। धेरै नै छिटो हामी लङ ट्राभल पनि धेरै नै छिटो हामी कभर गर्न सक्छौँ मेट्रो स्टेसनबाट, किनकि ट्राफिकहरू हुने चान्स हुँदैन। माथिबाट चाहिँ ट्रेनहरू मजाले गुड्छ। यो हेर्नुहोस् है त ढोका कसरी खुल्छ। बाहिरको खुल्यो पहिला, त्यसपछि यो भित्रको ट्रेनको ढोका खुल्यो, त्यसपछि चाहिँ अब सँगै यो बन्द हुन्छ। म चाहिँ यहाँ भित्रको भ्यूहरू देखाइदिन्छु कस्तो छ भनेर। यो अगाडिसम्म म जाँदैछु। भित्र हेर्नुहोस् है त मेट्रो स्टेसन, यो मेट्रो ट्रेनमा चाहिँ भ्यू कस्तो हुन्छ। यो भित्रको भ्यू चाहिँ हेर्नु है। यो पुरै अहिले खाली रहेको छ। प्यासेन्जरहरू आज भन्नाले अहिले यो दिउँसोको टाइममा चाहिँ त्यति प्यासेन्जर हुँदैन र एकदमै निट एन्ड क्लिन हुन्छ ट्रेन, एकदमै साफ हुन्छ। यो भोइस ल्यागको कारणले चाहिँ म त्यति यो क्लियरली चाहिँ यो अलि आइरहेको छैन, क्याप्चर भइरहेको छैन। तर यो चाहिँ यो भित्रको भ्यू मैले चाहिँ देखाउन खोजेँ जति म यहाँ अगाडि जान सक्छु। यो रहेको छ भ्यू। यो चाहिँ म देखाउन खोजेँ यो भ्यू भित्र चाहिँ कस्तो देखिन्छ। यो रहेको छ मेट्रो ट्रेनको भ्यू भित्रको। मजाले हेर्नुहोस् है त। यहाँ विष्णु चाहिँ भिडियो बनाउँदैछ। अङ्कलले हाई भन्नुभयो। यो चाहिँ झ्यालबाटको भ्यू। झ्यालबाट कस्तो देखिन्छ। यो मुम्बईको भ्यू हेर्नुहोस् है, झ्यालबाट कस्तो देखिन्छ। झ्यालबाट भन्नाले यो ट्रेनबाट माथिबाट चाहिँ कस्तो देखिन्छ यो देखाउन खोजेँ मैले। कहीँ झोपडपट्टी इलाकाहरू छन्, कहीँ चाहिँ बिल्डिङहरू छन्। मुम्बईको खुबसुरती हेर्नुहोस् है त कस्तो देखिन्छ माथिबाट। यो चाहिँ अर्को स्टेसन आएको छ।
यो चाहिँ भित्रको भ्यू रहेको छ। विष्णु आन्टी र अंकल बसिराख्नु भएको छ, मेट्रोको राइड एन्जोय गर्नु हुँदैछ। यो रहेको छ मुम्बईको भ्यू, मुम्बई आमचे मुम्बई। यो अब नेक्स्ट स्टेसन आएको छ। हामी आफ्नो स्टेसनको वेट गरिरहेछौँ, राइड एन्जोय गर्दैछौँ, हामी मेट्रोको मजा लिइरहेछौँ। यो तलपट्टि रहेको छ द फेमस ओबरोय मल, जो पर्छ गोरेगाउँ इस्टमा। अहिलेसम्म म जुन ठाउँ गएको छु त्यहाँको चाहिँ कोसिस छ मेरो कि पुरै भिडियो अनकट म चाहिँ अपडेट गरौँ, अपलोड गरौँ भनेर। यो चाहिँ रहेको छ गोरेगाउँ इस्टको यो फेमस जो फिल्म सिटी हामी भन्छौँ, जो त्यो फिल्म सिटी चाहिँ यो रहेको छ। यहाँ चाहिँ फिल्महरूको सिरियलहरूको चाहिँ सुटिङ हुन्छ। यो चाहिँ बाहिरबाट हेर्दा जङ्गल देखिन्छ। अब चाहिँ हाम्रो स्टेसन आउँदैछ, हामी त्यसैले एकछिन चाहिँ म अब उभिएँ अनि अब एकछिन अङ्कल आन्टीलाई पनि विष्णुलाई पनि भन्छु म, अनि त्यसपछि हामी आफ्नो स्टेसनको वेट गरेँ। यो अब हाम्रो स्टेसन आउँदैछ। हामी यहीँ अन्धेरी स्टेसनसम्मको यात्रा हाम्रो रहेको छ। हामी यो बाहिर अब एकछिनमा जान्छौँ। यो दुवैतिरबाट चाहिँ ओपन हुँदैन, वान साइडेडबाट चाहिँ ओपन हुन्छ। यो अब स्टेसन आएपछि चाहिँ ढोका कसरी खुल्छ यो फेरि अझ एकछिन हेरौँ है त। एकछिन त्यहाँ हामीले हाँसो ठट्टा गऱ्यौँ। यतापट्टि उभिएको मान्छे पनि हेर्दैछ हामीलाई, यसले चाहिँ के गर्दैछ भनेर। म चाहिँ ब्लग बनाउँदैछु, युट्युब भिडियोको लागि ब्लग। ल गेट ओपन भयो, हामी आयौँ बाहिर। यो रहेको छ अन्धेरी मेट्रो स्टेसन, जसको नाम रहेको छ गुन्देउली मेट्रो स्टेसन। हामी फेरि अब यो ट्रेनबाट चाहिँ तल गयौँ, एलिभेटरबाट हामी तल गयौँ। आजको टुर हाम्रो एकदमै लामो रहनेछ। हामी चाहिँ यो सन्डेको दिन हुनाले चाहिँ मजाले हामी घुमिरहेछौँ। बिहानको समय हामी मजाले उठ्यौँ, फ्रेस भयौँ, अनि त्यसपछि हामी यहाँ चाहिँ दहीसरबाट यो अन्धेरी मेट्रो स्टेसन आयौँ।
अब हाम्रो टुर अझ यहाँबाट अझ अगाडि रहनेछ। हामी मन्दिर पनि जानेछौँ र लास्टमा जू चौपाटी पनि हामी जानेछौँ। तर यो भिडियो चाहिँ आज माइकको कनेक्सन बरोबर नहुँदा अलि चाहिँ भोइस ल्याग भइरहेछ। विष्णुले चाहिँ मलाई डाइरेक्सन देखाइरहेछ कहाँबाट हामीले बाहिर जाने हो भनेर। यो तलपट्टि चाहिँ बुक स्टलहरू, यो टी स्टलहरू, कफी स्टलहरू, यो अलग अलग हामी यहाँ हेर्न सक्छौँ। यो चाहिँ हामीले फेरि टिकट, अघि मैले भनेको थिएँ नि, फेरि टिकट हामीले चाहिँ फाल्नु हुँदैन मेट्रो स्टेसनमा। टिकट चाहिँ हामीलाई फेरि अझ एक्जिट गर्नको लागि पनि काम लाग्छ। त्यो टिकट हामीले पञ्च गरेर फेरि हामी एक्जिट हुन्छौँ। म गएँ, अब मेरो पछाडि चाहिँ अङ्कल पनि आउनुभयो। फेरि अब आन्टी पनि पुग्नुभयो। फेरि अझ लास्टमा चाहिँ विष्णु चाहिँ अड्किरहेछ। ल फाइनली विष्णु पनि आयो। ल आजको चाहिँ हाम्रो टुर यो भिडियोको लागि चाहिँ यहाँसम्म रहेको छ।